Hello guys, good morning and जय मसी सबैजनालाई। आज चाहिँ हामी चङ्गाई प्रोग्रामको लागि अल्जी डाँडाको माथि ग्राउन्डमा जाँदैछु। आजको लागि हामी फुपू मम्मी त अघि नै गइसक्यो। यता बाटो उकालो छ, त्यस्तै 2 किलोमिटर होला बजारदेखि। मान्छेले छुट्यो भने त जात लाग्थ्यो नि छुट्टीबाट चाहिँ पर्व त हो अनि एउटा पर्व होला कोही छैन। पक्राइलो पक्राइलो पुरा दिन गप्ने कतिबाट आमा तिको लागि किन कि जागिन। हेलो गाइस गर के भुइँमा टिपेको हैन कसले दियो? हेलो हेलो जय मसी ब्लग प्रोग्राम के होला आज सँगै प्रोग्राम छ यहाँ। ल मुभे जय मसी। हामी कुन मण्डलीबाट हो? खै कुन मण्डलीबाट हो भनेको भन्दैन त बाबुहरू। कुन मण्डलीबाट? मलेको पवित्र मण्डली। ओ हामी धादिङ अभिषेक मण्डली। नाइस टु मिट यु। थ्याङ्क यू, नाइस टु मिट यु टु गाइज। ल ल ल आजको प्रोग्राम अब जय मसी जय मसी। अब यहाँ के हुन्छ? अब के हुन्छ? यो ठाउँमा मैले 500 वर्ष चाहिँ काम गरे हो। यो ग्राउन्डमा चाहिँ गाइस, यो ग्राउन्डमा मैले ताइक्वान्डो सिकाउँथ्यो। यहाँको उत्पादनहरू पनि एकदम राम्रो राम्रो छ। 1-2 जनाले तलतिर बजारतिर चाहिँ सिकाइरहेछ। येशूको नाममा जय मसी। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आजको दिन तपाईँ परमेश्वरले हामीलाई धादिङ जिल्लाका विभिन्न ठाउँबाट परमेश्वर ठाउँमा ल्याउनु भयो। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। प्रभु फेरि म प्रार्थना गर्छु समय तपाईँ परमेश्वरको उपस्थिति हामी प्रत्येकसँग हुनुहोस्। प्रभु आजको दिनमा जसरी तपाईँ परमेश्वर हरेक तपाईँका जनहरूले जुन आशा जुन भरोसा गरेर यस ठाउँमा आएका छौँ, हामी आशा गर्छौँ तपाईँ परमेश्वरको आत्माको उपस्थिति आज हामी प्रत्येकसँग रहनु चाहिँ प्रार्थना गर्छु। पिता परमेश्वर बाबा प्रभु आज जसले सञ्चालन गर्नुहुन्छ, वचन बोल्नुहुन्छ, जसले आराधना लिड गर्नुहुन्छ, तपाईँ परमेश्वर हरेकको साथमा तपाईँको आत्माको उपस्थितिमा तपाईँ परमेश्वरले काम गर्छ प्रार्थना गर्छौँ। प्रभु यो समय कुनै बादल हुने परीक्षण हुने सबै आत्मालाई तपाईँ प्रभु येशूको नाममा अलग गरिकन प्रभु आजको सेवालाई तपाईँको आत्माको अभिषेकमा तपाईँले हस्तक्षेप गरिदिनुहोस्। प्रभु प्रार्थना गर्छौँ। प्रभु तपाईँ धन्यवाद दिन्छौँ। जसजना रोगीहरू हुनुभएको छ तपाईँ परमेश्वर यसै समयदेखि नै उहाँहरूको हृदयमा चङ्गाई तपाईँ दिनुहोस्। म तपाईँ परमेश्वरको महिमाको लागि तपाईँ सहायता गर्नुहोस् भन्ने प्रार्थना गर्छौँ। प्रभु धन्यवाद। आजको यो सेवालाई हामी तपाईँ परमेश्वरको हातमा राख्छौँ। तपाईँ लिनुहोस्, सहायता गर्नुहोस्। बिन्ती छ प्रभु येशू ख्रीष्टको नाममा आमेन। जय मसी। प्रार्थना गरेर ठुलो सहयोग गरिदिनु भएको निम्ति आदरणीय पास्टरज्यूलाई धेरै धन्यवाद।
परमेश्वरलाई प्रशंसा भएको होस्। यस भजनले हाम्रो जीवन We will come to pray and then we will shout great hallelujah. अनि हामी 1 2 3 भनेछौँ। हामी सबैजनाले एकै साथमा एक ठुलो स्वरमा सबैले हालेलुया भनेछौँ। And the Holy Spirit came and He will baptize you and change your life. अनि पवित्र आत्मा चाहिँ तपाईमा आउनु हुनेछ र तपाईको जीवन चाहिँ परिवर्तन हुनेछ। आमेन। हामी प्रार्थना गर्नेछौँ। हामी सबैजना प्रार्थना गर्नेछौँ। हालेलुया। ओ हालेलुया 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 हालेलुया। राख्नेछौँ किनकि प्रभुको उपस्थिति हाम्रो बिचमा छ। पवित्र आत्माको काममा आज हामी सबैको बिचमा परमेश्वरले असल र शक्तिशाली कामहरू आज प्रभुले शान्ति
शान्ति बोकेर यसो आए शान्ति बोकेर यसो आए शान्ति बोकेर यसो आए शान्ति बोकेर हट्यो मनको पीडा हजार उनको कृपा शिर माथि हट्यो मनको पीडा हजार